50,000 त पर्छ मलाई यो अर्काले दिएको विदेशमा पनि मान्छेले पैसा पठाएर किन्छेको हो तपाईँ घरमा चाहिँ को छ त बाबु र आमाले बच्चा र म मात्रै मलाई कति दुख छ मलाई के भएर भाँच्यो दिदी गाडी एक्सिडेन्ट मलाई चाहिँ यो लान दिनुभयो भने म अबदेखि कहिले त्यो रोडमा आउँदिनँ मलाई आजदेखि दिन छुट्दैन बाटोमा कति पिछा भएर धरान उपमहानगरपालिकाका मेयर साहब हर्क साम्पाङज्यूले पनि उहाँलाई सहयोग गर्नुभएको छ। उहाँले 1 महिनाको तलब भनेर 50,000 रुपैयाँ पठाउनु भएको छ। त्यो रकम पनि मसँगै छ। म त्यो रकम पनि म उहाँलाई हस्तान्तरण गर्नेछु शर्मिला तामाङजीलाई। मेयर साहबलाई अब के भन्न चाहन्छु भने जति पनि अब यो काठमाडौँको फुटपाथ छन् त धरानमा पनि छ फुटपाथ होइन म गएको छु धरान सडक पेटीमा बसेर गुजारा चलाउनेलाई जस्तो आँसु धरानमा बस्नेलाई नगर्नु होला होइन मैले त्यही भन्न चाहन्छु। अब जसरी बालेन दाइले हजुर सारालाई रुवाउनु भयो नि त्यसरी नै चाहिँ नरुवाउनु होला।